सो गाइस तपाईँले देख्न सक्नुहुन्छ है हामी चाहिँ कान्तितालमा पुगिसकेछौँ है। सही हो कान्तिताल है। यहाँ हाम्रो बस्ने ठाउँदेखि अलि नजिकै पर्छ लगभग कति एक डेढ लगभग 2 किलोमिटर जति त्यो टाढा होला। सुबह चाहिँ चलाउँदैछ साइकलमा आउनु पर्छ हामी चाहिँ। तपाईँले हेर्न सक्नुहुन्छ कि कान्तिताल यस्तो दामी भ्यू छ पुरा हराभरा ग्रिन। स्ट्यान्ड ओइली सुबह ओइली हामी चाहिँ यो कान्तितालको हामीलाई एउटा छ ठुलै छ है हेर्नु त्यो। सुबह लगभग कति बिघामा होला यो? ठुलो छ नि होइन? वाटर पार्क भन्दा पनि ठुलो छ सायद यो। कस्तो ठुलो एरिया पुरा ग्रिन यस्तो गर्मी पनि धेरै छ यार गाइस। हामी चाहिँ यताबाट है बस्यो साइडबाट अब गएर चाहिँ यता त्यसो गर्न सक्नुहुन्छ है। त्यहाँदेखि उतामा जो त्यो देखिरहेको छ बााउन्ड्री सबै कान्तितालको त्यो एरिया हो। घङ्गी होइन अन्त सिजन छ घङ्गी होला नि साप पनि होला। कस्तो दामी थियो कि यार कति धेरै दिन पछि हामी जाउँ हिँड्दै गरौँ बोट चढ्दैन हामी त त्यस्तै घुम्ने हो। ट्राई नाइस ट्राई। अलि लङ भयो अघिदेखि अलि लङ भयो है। अघि अलि सर्ट भएको थियो अहिले अलि अझै लङ भयो। कसरी कन्ट्रोल गर्नुपर्छ? ब्रेक लगाउनुपर्छ त्यहाँदेखि लगाइसक्नुहोस् है। really आफ्टरनुनको अहिले है हामी चाहिँ त्यहाँ जानेछौँ है गाइस। त्यहाँको भ्यू वाट अ भ्यू यार गाइस। so long time after came here धेरै दिनपछि आएको है गाइस। यस्तो राम्रो भ्यू रहेछ। यही बात करें क्या भ्यू है। गाइस यहाँ चाहिँ बोट लाग्छ है सफारी। कति हो त यसको? कति लाग्छ एक राउन्डको? यसरी घुम्दा 1 किलोमिटर जति ठिकै हो। 1 किलोमिटर बिचमा त गहिरो होला है। माछा पनि होला नि यसमा त। यता घाम लाग सुबह जाने जाऊ। एकछिन अरे यो कुन साग हो? भनेपछि यही साग टिपिरहेको छ नि त्यहाँ एउटा त्यो बिचमा मान्छे। एडभेन्चर त गाइस हामीसँग अब
सेन्टरतिर गइरहेको छ है कान्तिटालको सेन्टरतिर है गाइस शुभ भाइ साइकल लिएर आउँदैछ है गाइस कस्तो दामी ठाउँ यहाँ धेरै दिनपछि आएँ म है अलि हेर्न सक्नुहुन्छ हरा भरा पुरा कमलको फुले फुले कुन किरा यस्तो यसको पुरो मोडबाट खिच्दा चाहिँ राम्रो हुन्छ क्या क्याप्चर गर्दाखेरि क्लियरिटी आउँछ क्या यसमा होइन शुभ भाइ क्यामेरा चाहिँ यसको दामी छ नि होइन आइफोन मिल्दा राम्रो एक राउन्ड लगाएको छ घुमाइदिन्छ बस ए सर्प हेर 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 गाइस कुन सर्प 500 रुपियाँ होइन बाफ्रे गाइस हेर्नु एनाकोन्डा पनि रहेछ त्यहाँ नजाने त चलाइदिन्छ नि फेरि चुनाव जस्तै क्राक क्रुक ए यतै यहाँ छ भागो लड्को हेर्न सक्नुहुन्छ है गाइस वाउ वाट अ ब्युटिफुल यार लेक यार अब त आउनु पर्ला टाइममा सिफ्ट चेन्ज भएको छ नाइट भएको छ अब आउनु पर्ला यार घुम्न होइन शुभ त्यहाँ बोट चलाइरहेको छ नि सर्फिङ गरिरहेको छ त ब्युटिफुल लेक यार क्याप्चर लिइसक्नुहुन्छ गाइस 360 भ्यू देखाउँदैछ है ठ्याक्कै सेन्टरमा आएर है यहाँ यो कान्ति तालको सक्नुहुन्छ वरिपरि बोट चाहिँ यस्तरी आउँछ है यहाँबाट आउँछ के भन्छन् अनि यस्तरी घुम्दै तपाईँको ठ्याक्कै एक राउन्ड हान्छ क्या ठ्याक्कै एक राउन्ड हानेको ठ्याक्कै 100 रुपियाँ गरेर पर 1 पर्सन 100 रुपियाँ अनि फोटो खिचाएको त अलग्गै लाग्छ फेरि थाहा छ होला 20 कि 30 रुपियाँ कति लिन्छन् होइन हामी चाहिँ अब फोटो गर्न जाँदैछौँ क्यामेराम्यान भाइ अगाडि गइरहेछ है यु क्यान सी एभ्रिवेयर भ्यूज इट इज सो ब्युटिफुल प्लेस द्याट आई सजेस्ट यु क्यान भिजिट हियर तपाईँ सक्नुहुन्छ भने आउनु है भिजिट गर्न दामी ठाउँ छ क्या ठाउँ छ गजबको माइन्ड फ्रेस भएको क्या यस्तो स्ट्रेस टेन्सन थियो यतातिर खासै गएर छैन शुभ यसरी डान्स होला बाटो हेर होइन शुभ त्यहाँ जाने क्या के छ माछाको सर्प पुरा पात हालेर छ त्यहाँ माछा फोटोसुट चलिरहेछ है माथिबाट भ्यू है 360 देखाउँछ म तपाईँहरूलाई ठ्याक्कै सेन्टरमा छ सनसेट भइरहेछ है गाइस सनसेट भ्यू यार हामी चाहिँ 360 घुमिरहेछ है सनसेट भइरहेछ यता वरिपरि शुभ भाइ हाई गर न हाई
त्यो भन न यो चाहिँ घुमिरहेको छ है कान्तिताल राउन्डिङ गर्दा छ राउन्डिङ अघि हामी त्यहाँ थियौँ सेन्टरमा गएको यो चाहिँ अहिले इभिनिङ भएको है क्लियर छैन हाम्रो शुभ भाइ हामी साइक्लिङ nice the greenness अभी चाहिँ साइक्लिङ छ है साइक्लिङ साइकलबाट आएको छ है साइकलमा हेर यही घुम्ने ठाउँ होला है यो बनाएको यसरी घुम्छ होला यता आउँछ होला अरे पार्टी यता यो किन लाग्छ दामी ठाउँ छ यहाँ गाइस खेतलाई गर्छौँ हो बाइक खेतलाई बाइक छ है गाइस बाटो है गाइस त्यो बाटो सेमै सुकिन्छ गाइस पुरा गाउँ यतातिर गाउँ पर्छ क्या कस्तो चिज होइन आफ्नै गाउँतिर आए जस्तो लाग्यो आफ्नो गाउँको याद आयो होइन आफ्नै गाउँको याद आयो guys sunset भइरहेछ sunset खै पोज न त एक दुई पोज यसै यताको अर्को छेउबाट है गाइस भ्यूहरू सनसेट भइरहेछ धेरै गाउँ है हरियाली छ शुभ भाइ चाहिँ उता व्हिली हानिरहेछ नि व्हिली ए अहिले त जान्थ्यो बी केयरफुल है सेन्सिटिभ ल अब कता सुनाइदिइ जान्छ पुरा राउन्डिङ गरेर छ यो ठुलो रहेछ कि वाटर पार्क भन्दा पनि ठुलो रहेछ है गाइस यो भ्यू छ ल टिकटकमा भेट्ने यार तिमीले भेटेन भएको साथीहरू यदि कुनै नयाँ भिडियो हेर्दैछ भने सब्सक्राइब गर्नलाई यो च्यानललाई अनि कमेन्ट गर्नलाई अझै तपाईँले कुन ठाउँ देखाउन अरू ठाउँ पनि जान्छु म अब अर्को लक्ष्मीसँग What a turn. के भयो हेर्नु है गाइस हामी अघि त्यहाँ थियो त्यहाँ मान्छे उभिएको देख्दै हुनुहुन्छ होला